ल यो त ठुलो परेछ त ल भेट्नु सब सर्वनाश गरिदिनुहोस् र सब जागिए कट्टु सब लुटाइदिनुहोस् र अब नानीहरू जागिए कट्टु सब लुटाइदिनुहोस् र दोबिल्लामा त फेरि यस्तो आवाज आउँछ अरे नि त जाल भयो आइदिनमा डराइदिन्छु म जाल हान्न त्यस्तै जाडु अहिले चाहिँ हामी जाल हान्नको लागि रातिको 10 बजे आइसकेको छौँ यहाँ भेनाहरूसँग जाल हान्नको लागि हो अब के कस्तो हुन्छ भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुलाई भन्न चाहन्छु गाइज जाल चाहिँ यहाँ झुलामा छ 10-17 भइसक्यो भेना यता जाल ल है त अब चाहिँ जाल यहाँ रेडी हुँदैछ सिसाहरू देख्न सक्नुहुन्छ अनि जाल भयो टक्कला रहेछ पुरा झिलै छ राति 10 बजिसक्यो है त अब फर्स्ट उद्घाटन गर्न लाग्यो भेनाहरूसँग डाइरेक्टर रहियो र एकछिन त छिराइको नि खुला यस्तो छ गाइस अब त्यही हो ठ्याउरो करा जस्तो कराइदिनु दोबिल्लामा त फेरि यस्तो आवाज आउँछ अरे नि त मलाई फेरि डर लाग्छ छन जान्छु म फेरि चोकमा त म त आइदिनमा डराइदिन्छु म तिमीले धेरै लामो त हान्दैनौ क्या घुमाउ होगा धेरै लामो घुमाउन छ त उसै छ ल भयो त्यत्रो लामो होइन थोरै बोलाउनु त्यो माछाको देखाएर थ्याङ्क यू ल बिना लाइट बाल्ने हो लाइट त गाइस अहिले हामी जाल हान्दैछौँ रातिको बेला टक्क लाएर जाल हान्दैछौँ लभिल्लाको छेउमा 10 बजिसक्यो गाइस फर्स्ट टाइम हो म चाहिँ अहिले ल भेना पर्यो फर्स्टमै परेछ त ठिक छ होइन यस्तो भएर भइहाल्यो त भेना लाग्यो क्या फर्स्टमै यत्रो हाने पनि भइहाल्यो त कसै भेना यस्तो उहाँ पो भइहाल्यो ठुलो माछा नपारौँ न अनि गाउँले पनि ख्याल राख्नुहोस् त्यता मल्ल भएन माछा पर्नु पर्यो ख्याल हान्दैछ भनेर अलिकति मल्ल माथिको नि एकाखे छ सल्लाह तलको नि एकाखे हो क्या यो र यो माथिको मात्र ठुलो छ
माछा चाहिँ बरु तान्छ तान्न लाग्यो तलको यो फेरि म्याग्दीमा निकाल तान्दैन क्या यहाँ चाहिँ तलको सानो हालिदियो भए चाहिँ पुरा तान्थ्यो जाम भएन बोले खाएगा बिजुली ल भेट्नु इसको तो सब सर्वनाश गरिदिनुहोस् र सब जाने कट्टु सब निकालिदिनुहोस् र अब नाङ्गो भेन यहाँ ल यो त ठुलो परेछ त अलि ठुलो परेछ नि अघि भन्दा त टोकेर तिमीले अलिक माछा चाहिँ अलिक बगाल हाल्दिन यसो तेर्छ नि दुईटा पर्ने होइन र यो अलि भएन क्या यो भएन क्या भेन नि अलि फुवा भयो क्या यसको चिन गरानु यो त उहाँ नै हुन्छ यस्तो उहाँ यो यताको उहाँ यो त फुवा छ नि त विशाल ल ओ माई गॉड के खाइदिया र अमृत खाइदिया र ल गाइस त्यसै एउटा फुट्यो होइन गरेर राजा राम्रोसँग बिना सियोर सियोर हो त नि रविन केसीले बेसीमा बसेर केही गर्छ माछा मारेर भएले आफ्नो गर्छ एउटा चाहिँ सुन्दर बुहारी चाहिँ पाल्न सक्छ माछा पर्छ यतै होइन ल त्यस्तै जाडु छ जाल हान्न त्यस्तै जाडु है त के होला We continue